सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग र आफ्टर 2 इयर्स पछि फेरि पनि ब्याक भइसकेको छ तपाईँहरूको आफ्नै अर्ग्यानिक युट्युबर प्रवेश राई र म चाहिँ अहिले यहाँ एउटा सानो पार्कमा बसिरहेको छु। देख्न सक्नुहुन्छ तपाईँहरूले मेरो पछाडि पार्कहरू पिङहरू छ, चिप्लेटी खेल्ने ठाउँहरू छ र मेरो पछाडि देख्नुहुन्छ जापानिज डिजाइनको घर। यस्तो छ घरहरू। सो गाइज जापान आए पछाडि बनाएको भ्लगहरूमा चाहिँ सधैँ मसँग एकजना साथी हुन्थ्यो, तर अहिले चाहिँ ऊ चाहिँ कम्पनी चेन्ज गरेर अर्को कम्पनी गइसकेको छ। तर पनि तपाईँहरूले पछाडि मेरो कम्पनीबाट पाएको मेरो साइकल चाहिँ देख्न सक्नुहुन्छ। सो गाइज तपाईँहरूलाई लाग्न सक्छ जापान आएर 2टा जति भिडियो बनाएर कहाँ हरायो प्रवेश राई, भ्लग डेली आउँछ भने पछाडि झन् हरायो भन्ने खालको कुराहरू लाग्न सक्छ। तर कस्तो छ भने कुरा चाहिँ भ्लग चाहिँ डेली बनाउनु पऱ्यो भनेर सोचेको थिएँ। त्यही पनि कस्तो थियो भने कुरा चाहिँ आइफोनहरू लिएर बनाउनु थाल्नु पऱ्यो भनेर सोच्दै थिएँ। हल्का ग्याजेटहरू लिएर यता त्यता गरेर चाहिँ बनाउनु थाल्नु पऱ्यो भनेर सोच्दै थिएँ। एउटा एकदिन पर्फेक्ट टाइमको होइन अब के भन्नु पर्फेक्ट चिजहरू चाहिँ जोडेर चाहिँ बनाएर चाहिँ होइन क्यामेरा स्यामेरा आइफोनहरू किनेर चाहिँ चट्ट लाएर बनाउनु थाल्नु पऱ्यो भ्लग भनेर सोच्दै थिएँ। तर गाइज आएको 2 वर्ष जति चाहिँ भइसक्यो, आइफोन पनि लिएको छैन, क्यामेरा पनि लिएको छैन। त्यस कारणले गर्दा चाहिँ अहिले आफूसँग जे छ जस्तो छ त्यसले नै सुरु गरौँ। सुरुमा बनाउनु चाहिँ बनाऊँ, अनि त्यस पछाडि बिस्तारै बिस्तारै सामानहरू जोड्दै पर्फेक्ट बनाउँदै लैजाउँला भिडियोहरूलाई भन्ने सोचले चाहिँ आजदेखि भ्लग सुरु गरियो। र कस्तो छ भने अब कन्टिन्यू त भन्न अलिक मिल्दैन, कन्टिन्यू त अलिक सकिँदैन, काम हुन्छ। त्यही भएर अब एकछिन हल्का यहाँ साइकल रोकेर कुरा गर्नुपर्ने हुन्छ। 4टा बाटो आयो। अहिले फेरि यो नयाँ रुल्स छ जापानमा, साइकल कुदाउँदै चाहिँ फोनहरू चलाउनु पाउँदैन। अब पुलिसले देख्यो भने चाहिँ अब हल्का फाइनहरू लाग्छ। त्यस कारणले गर्दा हल्का रोकेर कुरा गरौँ। र कस्तो छ भने कुरा चाहिँ अब काममा जानुपर्ने हुन्छ। त्यस कारणले गर्दा अब डेली भ्लग त सकिँदैन, हप्तामा 1 दिन पनि अब त्यति साह्रो सक्दिनँ। त्यस कारणले गर्दा कन्टिन्यू चाहिँ नभनौँ, अब 2 हप्ता 3 हप्तामा एउटा भ्लग चाहिँ लगभग आउँछ। तपाईँहरूलाई सक्दो म जापानको एक्सप्लोर गरेर हल्का घुम्ने ठाउँहरू चट्ट लाएर भ्लगहरूमा देखाउने कोसिस गर्छु सकेसम्म। र अब यो सबै कुरा गर्दै गर्दै हामी लागौँ अब हाम्रो गन्तव्यतिर। आज चाहिँ गाइस म कहाँ जान आँटिरहेको छु भन्दाखेरि जापानमा एउटा ताकाराकुजी भन्ने हुन्छ। त्यो भनेको चाहिँ लट्री हो। लोटो 6 लोटो 7 भन्ने हुन्छ। त्यो चाहिँ लोटो 6 भनेको चाहिँ 6वटा अङ्कको हुन्छ र लोटो 7 भनेको चाहिँ 7वटा अङ्कको हुन्छ। त्यसमा चट्ट काटेर 200 र 300 पर्छ। त्यसलाई काटेर चट्ट नम्बरहरू मिल्यो भने चाहिँ अब भाग्य चिठा भनौँ न, अब नेपालको पैसाहरू जित्ने सम्भावना हुन्छ। त्यस कारणले गर्दा म चाहिँ हप्तामा एकचोटि चाहिँ काट्ने गर्छु। र कस्तो हुन्छ के हुन्छ म तपाईँहरूलाई देखाउँछु आज। र त्यतैतिर जाँदैछु म पसलतिर। त्यता जाँदै जाँदै हल्का सिनेमेटिकहरू भनौँ न पनि देखाउँछु म तपाईँहरूलाई। सो गाइज म चाहिँ आजको मेरो डेस्टिनेसनमा आइपुगेको छु र अब मैले चाहिँ यहाँ गएर ताकाराकुजी काट्नुपर्ने हुन्छ। सो गाइज म चाहिँ यहाँ आएर यो लोटो 6 र यो लोटो 7 प्रायः जस्तो म यही काट्ने गर्छु। तर यहाँ हुनु चाहिँ टन्नै हुन्छ। यो लोटो 6 लोटो 7 नम्बर 4 नम्बर 5 मिनी लोटो बिङ्गो के हुन्छ सबै हुन्छ। तर म चाहिँ जहिले पनि काट्ने यो 2टा गर्छु। यो काटेको नम्बर चाहिँ म देखाउँदिनँ किनकि अब हल्का नजर लाग्न सक्छ तपाईँहरूको। त्यही भएर अहिले काटिसकेपछि म देखाउने छु तपाईँहरूलाई। सो गाइज यो चाहिँ भयो मेरो भाग्यको चिठा। र यो चाहिँ कस्तो हुन्छ भने अब थाहा छैन, अब रातारात करोडपति पनि हुन सकिन्छ, लखपति पनि हुन सकिन्छ। त्यस कारणले गर्दा तपाईँहरू पनि जापानमा हुनुहुन्छ भने चाहिँ यो काट्दै गर्नु होला।
लोटो 6 लोटो 7 यो चाहिँ लट्री होइन, ताखाराकुजी भन्छ जापानिज ल्याङ्ग्वेजमा चाहिँ। र तपाईँहरूलाई भर्खर जापान आउनुभएको छ र तपाईँहरूलाई थाहा छैन भनेदेखि यो चाहिँ कस्तो हुन्छ भनेदेखि ब्लेक्स लेखेको हुन्छ, यो पर देख्दै हुन्छ होला, यो ब्लेक्स बेरुकु भन्छ जापानिज ल्याङ्ग्वेजमा। यसको साइडमा कुनै कर्नरमा टाँसिएर राखेको हुन्छ, मतलब बेच्न राखेको हुन्छ, त्यहाँ गएर तपाईँहरूले सजिलैसँगले यो काट्न सक्नुहुन्छ है त। सो गाइज भ्लग बनाउनु छोडेको पनि लगभग 2 वर्ष जति भइसकेको थियो। कस्तो बोल्न चाहिँ अलिक अक्वर्ड लाग्ने रहेछ, अलिक अप्ठ्यारो हल्का कस्तो चाहिँ फिल हुँदैछ, त्यो पनि केही छैन। सो गाइज जापानमा चाहिँ यो तरिकाले खेती गर्ने रहेछ। यहाँ चाहिँ ट्याक्क लाएर सुन्तलाको बोट लगाएर हल्का ठुलो भइसकेपछि चाहिँ तलबाट अब यो अरू के सागसब्जीहरू रोप्ने रहेछ। त्यहाँ चाहिँ मुला रोपेको रहेछ। अन्त तलतिर चाहिँ हल्का मकैहरू जस्तो पनि देख्दैछु, लसुनहरू। यो आइडिया चाहिँ गजब हुने रहेछ है गाइसहरू। यो तरिकाले चाहिँ खेती गर्नुपर्ने रहेछ, देख्न सक्नुहुन्छ। र गाइसहरू जापानमा सागसब्जी फलफुल चाहिँ किन महँगो हुन्छ भन्ने कुरा चाहिँ हल्का यस्तो पनि रहेछ कि क्या हो कारण। यहाँ चाहिँ अब यति छ खेती, 1 बिघा पनि छैन, 10 कट्ठा जति होला, त्यति पनि छैन होला हो। पुरै ट्र्याक्टर पिकअपहरू सामान बोक्नलाई, झार काट्नलाई मेसिनहरू पुरै। अब यहाँ घाँस काट्नलाई पुरै मेसिन छ। अब यहाँ गाई वस्तु हुँदैन, यिनीहरूले पालेको छैन यहाँ, त्यो घाँस सबै काट्यो फालो। अब नेपालमा भए त मान्छेले काटेर वस्तुलाई खुवाइन्थ्यो। अब त्यो मेसिन चलाएको, पिकअपहरू लिएको, पिकअपमा सामान ओसारेको, त्यो ट्र्याक्टर चलाएको, सबै अब भाडाहरू असुल गर्नु पर्यो होला त्यही यही यतिमा फलेको सब्जीले। त्यस कारणले गर्दा नि अलिक सब्जीहरू चाहिँ महँगो हुने रहेछ गाइज। यस्तो पनि रहेछ कारण चाहिँ। र अहिलेसम्म पनि भ्लगलाई हेरिराख्नु भएको छ भने कस्तो छ भ्लग त के भन्नु, अब बकसै होला, त्यही पनि यसो आफ्नो प्रतिक्रिया दिइराख्नु होला, कमेन्ट गरिदिनु होला। धन्यवाद।